यो उसलाई चाहिँ माथि लान सकिन्न, यहीँ झ्याङ्क्राङ्ग हुन्छ। यसलाई त लगेर माथि लगेर चाङमा लगेर उभिएर टिप्ने गोलबेडा हो नि त त्यो। त्यो भएर हाँगा काट्दै 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 अब यो दुईवटा हाँगा आयो। अब यहाँबाट दुईवटा हाँगा छोड्ने बल्ल यो दुईटै हाँगा मात्रै माथि लाने एकदम सिरानमा। अरू हाँगा राख्यो भने यसले फल पनि सानो दिन्छ, थोरै दिन्छ, ऊ पनि दिन्न, माथि पनि जान्न यो। त्यसलाई यसरी डोरीबाट यसरी मिलाउँदै मिलाउँदै लाने, यसरी मिलाउन लाने। अबको यी दुईवटा हाँगा यहाँ रहन्छन्। ढाई 200 मिटर पाइप लाग्यो गोठबाट यहाँ ल्याउनु। के अरे त्यो हुँदाखेरि अब यो पाइपबाट गहुँत आउँछ, यो पाइपबाट पानी आउँछ। दुईटालाई मिसाएपछि बराबर भयो, एउटा भयो, सबै यसको पुरै भरिन्छ, मोलियै भयो। गहुँतबाट उत्पादन हो यो। जाली ल्याएर किरा पस्न पाउनु, किरा नपसेपछि त्यो पाते मान्छे आएर ढोका खुला राखिदियो भने मात्रै हो, नभए बिग्रिन्न। यो अब यो डोरी सिस्टम कस्तो छ भने यो बढ्दै गयो भने यो यति ठुलो छ। अनि तिम्रो अब यसलाई तन्काउनु पऱ्यो यसो अरे, यसलाई तन्क पार्नलाई यसो सुर्की सिस्टम छ। यो सिस्टम चाहिँ जो पातेले गर्न जान्दैनन्, यसरी गरेको छ। अनि यो डोरी चाहिँ पुरानो डोरी अब मैले सरफमा धोएर मात्रै हाल्नुपर्छ, रोग आउँछ फेरि। यो नयाँ डोरी हो, गोठा मैले ढाडमा नि राखेको थियो धुनी भनेर। अब यहाँ अर्को डोरी हाल्ने बेला हुन्छ, यो हाँगा आउने बित्तिकै मैले अर्को डोरी हाल्नुपर्छ। यता एउटा डोरी, यता एउटा डोरी, दुई डोरी। अब हामी जाँदैछौँ सिमीको टनेलमा। कति किलो होला यहाँ? 100 किलो, 100 किलो छ होला। 100 किलो होला भन्ने कुरो हेर्नु ल हेर्नु। हेर्नु यहाँ हेर्नु त झुप्पै छ त। कति बेच्यौँ हामीले यहाँ। यहाँबाट यो पाइप त्यहाँ फिल्टर हुन्छ, फेरि त्यहाँबाट खाने त्यहाँबाट घुवा टनेल पुग्ने।
प्लान्टबाट ल्याएको बिरुवा हो। यो फल कस्तो रहेछ भने मान्छेले नबुझेर टिपेर बेचिहालौँ भन्दाखेरि अमिलो हुने हो। पकाएर टिप्यो भनेदेखि स्याउ ऊहरूभन्दा धेरै गुलियो, धेरै मिठो, खुदो खाए जस्तै गुलियो भएर यो किवी चाहिँ मिठो पाइथ्यो। र पोहोरको असिनाले नखाएको पोहोर सेखेर थियो, असिनाले खाएको भएर पोहोरको भन्दा केही कम मात्रामा उत्पादन भइछ। उत्पादनमा छैन, अहिले जिरै भन्नुपर्छ यसलाई। त्यति राम्रो हुने हो भने त एउटै बुट्टामा 100 केजी हुने खालको फल रहेछ। बाँदरले पनि त्यति छिट्टै आक्रमण नगर्ने हो देखेर, त्यसमा बानी परिहाल्यो, टिप्छ फाल्छ, खाएर बस्दैन। त्यही हिसाबले फल महँगो पनि, राम्रो पनि, भिटामिन पनि, सितिमिति रोग पनि नलाउने फल राम्रो हो। तर यहाँ असिना र बाँदरको कारणले अलिकति समस्या देखिन्छ। त्यो भएर अलिकति घाटा हुने भएको भएर कोही ठाउँमा काँक्रा पनि एउटै खेती गर्दा नहुने भएर काँक्रा, साग सब्जी सबै चिज गर्दा कोहीबाट फाइदा भइहाल्छ, कोहीबाट बराबर हुन्छ। त्यसै गर्दै राम्रै छ यो। अहिले अब यहाँ तपाईँको यो अब 3 रोपनीमा किवी, 2 रोपनीमा कागती छ। यो सबै मैले गरिराखेको छु। पछि राम्रो भयो भने बढाउने पनि हो। तर लगानी अलि डरै गइछ। अब कमाइ खाने बेलामा असिनो के भएर दुनियाँमाथि भएर अलिकति गाह्रो भएको हो। नलगाने हिसाबले त अब त्यस्तै हो। अहिले लगाएको पनि 3 वर्ष 4 वर्ष भयो। अब कमाइ खाने बेला हो। अब अर्को वर्षदेखि राम्रो हुन्छ।